हेलो साथीहरु, स्वागत छ मेरो युट्युब च्यानलमा। म सुज गतिमा एन्ड आज नयाँ भिडियोमा स्वागत छ तपाईहरुलाई। So guys, if you are new my channel, please hit the subscribe button to get the notification of latest vlog. अनि त्यही भन्दै म भिडियो स्टार्ट गर्दैछु। सो आजको भिडियो चाहिँ के हुन्छ भन्दाखेरि तपाईहरु थम्बनेल हेरि सकेर पनि चेक गर्नुभयो कि यो भिडियो कस्तो हुनेवाला छ। जस्ट म फिशिङ गर्न जाँदैछु। फिशिङ मतलब नेट हुन्छ नि, फिशिङ नेट, जाली, माछा जाली, जसलाई नेपालीमा माछा जाली भन्छ। सो त्यही हो, म चाहिँ अब माछा जाली हाल्न जाँदैछु। अनि पहिला सानोमा हाल्थेँ होइन, त्यो भिडियोहरू चाहिँ आइरहन्छ हुन्छन् कि मेरोमा। भए पनि मेरो च्यानल के भइदिन्छ। अब पहिलाको च्यानल थियो दुईवटा भयो, मतलब दुईवटा पहिलाको र अहिलेको दुईवटा च्यानल थियो। त्यसमा चाहिँ एउटामा राखेको थिएँ, त्यसमा चाहिँ राखेको छैन गाइजहरु। सो मैले चाहिँ अब त्यही माछा मार्न जान लागेको छु। आज चाहिँ मार्दैन म, मतलब म माछा जाली हाल्छु होइन। माछा जाली हालेपछि आज साँझ हाल्यो, राति तिनीहरू माछाहरू चढ्न आउँछन्। अनि त्यसपछि बिहान चाहिँ टक्क लाएर फेरि माछाहरू सेटो सेटो पठाइहाल्छन् त्योमा जालीमा। सो त्यही भएर चाहिँ त्यही नै भिडियो। सो गाइजहरु, मनपर्छ भने चाहिँ मेरो भिडियोलाई लाइक गरिदिनु होला एन्ड गाइजहरु सब्सक्राइब गरिदिनु होला। तपाईहरुको एक सब्सक्राइबरले म के हुने हो यार, के भन्छ भने बाँची। सो त्यही गाइजहरु, अब तपाईहरुलाई यस्तै माछा मारेको, अब फिशिङ हालेको, त्यसपछि रिजल्ट निकालेको मनपर्छ भने चाहिँ तपाईहरुले भिडियो अन्तिमसम्म हेरिदिनु होला, माया गरिदिनु होला है। यदि अब त्यस्तै मन पर्दैन भने स्किप गर्नु, अब के भन्नु त हैन। त्यही हो। सो म चाहिँ अब लाग्छु यहाँदेखि चाहिँ म गएँ। मासल्ला मासल्ला हो मासल्ला। यतातिर चाहिँ मतलब यतातिर चाहिँ गाईहरू छन्, गाईहरू बाँध्दो रहेछन् होइन। अहिले चाहिँ यतातिर यस्तो छ भने उतातिर पनि बाँध्दा रहेछन् है। अनि यहाँ ठुलो पुल छ, यो पुल आस्न चाहिँ होइन, म उतातिर हल्का त्यो तलतिर, मतलब तलतिर कपडा पनि चेट्टेको छ। अनि त्यो तलतिर चाहिँ म जाली दोस्न जान्छु है त। गुराँस चाहिँ यहाँ फुलेर पनि अब ओइलिन लागिसकेको रहेछ है। यी गाईहरू मेरो गाउँतिर चाहिँ यस्तरी पाँच्छन् है। के भन्छ अरे यो के घाँसहरू यस्तरी पाँच्छ मान्छेहरूले। यु क्यान सी यहाँ चाहिँ नल पाँजा छन् होइन, त्यो के भन्छ अरे मकैको भने त्यहाँ चाहिँ घाँसहरू गाइस, घाँस। अब धेरै बोल्ने पनि होइन के, अब धेरै बोल्ने पनि होइन, चोर लाग्छ। सो यु क्यान सी गाइसहरू, खोला चाहिँ यही होइन। अनि यो कुण्डमा चाहिँ मैले एउटा जाली हाल्छु। अनि त्यसपछि यहाँदेखि तलतिर छ जुन यो छ होइन, त्यसमा चाहिँ म लगाउँछु है। अनि के कति पर्छन् तपाईहरुलाई म भोलि बिहान चाहिँ चट्ट देखाइदिन्छु। तपाईहरुले चाहिँ भिडियोलाई until and again watch this video until the last, okay? सो त्यही हो। अब मैले चाहिँ दाउरामा थापिसकेँ होइन। अनि यो चाहिँ दाउरामा भयो। अब खासमा थाप्ने भनेको चाहिँ चारवटैमै ढुङ्गा हालेर थाप्ने हो। भए पनि ढुङ्गा चाहिँ मैले हाल्नेन, किनभने यहाँ चाहिँ अलिकति दाउरामै हाल्दाखेरि अलिकति उपयुक्त राम्रो होला, त्यही भएर चाहिँ मैले
यहाँ दाउरा प्रयोग गरेँ, दाउरा र 2टा ढुङ्गा प्रयोग गरेँ। त साथीहरू म भोलि देखाउँछु तपाईँहरूलाई। अब आज यति नै हुन्छ, किनभने भिडियो सर्ट होस् तर मिठो होस्, बबाल होस्, दामी होस् होइन। The next day. हे एभ्रिवान, गुड मर्निङ, वेलकम अगेन है। अहिले चाहिँ बिहान भयो, चत्त लगाएर अब म उठेँ। आँखामा कचिरा होला, मैले मुख धोएको छैन किनभने पाहाडमा यस्तो जाडो हुन्छ, तपाईँलाई थाहा नै छ होला। सो अब त्यही भएर चाहिँ बिहान उठेँ। अब टक्क लगाएर हिजोकै ठाउँदेखि म ब्लग स्टार्ट गरिरहेको छु। यहीँ थाहा भयो, यतादेखि यतातिर थियो, यतातिर थियो। सो अब यहाँ यो सानो पुल छ होइन, यो पुलदेखि तलको त्यो खोलामा चाहिँ म जाली कोट्याउँछु, कति माछा आउँछ हेरौँ है त। आलबुन जे था करो अच्छी अल्ले जल्लो बिर्गा यो मात पुरी रे बा खोलाको कसम, यही ढुङ्गाहरूको कसम, अबदेखि कसम माछा मार्नै आउँदैन यार। के हो यो बड्डाहरू यार, हेर त बिचारा यति सानोलाई जालमा फसाइरहेछ यो। फेरि एउटा त खाली हो, त्यहाँ माथि अरू एउटा परेको छ, एउटा मात्र परेको छ त्यहाँ माथि भने। अब त्यो 2टा भयो, त्यही पनि यत्रो के। त्यो यार तनाव भयो नि मलाई त। ठिक छ, यति पऱ्यो पनि ठिकै हो, जाने होइन जाने। त्यसपछि साला तेल सेल हाल्यो, त्यसपछि फ्राई गर्यो मस्तले, चटनी हाल्यो है त। अब भन्नुहोस्, शिकार गएको मान्छेले शिकार कसरी गर्दैन? गर्छ नि, सानो होस् या ठुलो होस्, मारेरै ल्याउँछ। जस्तै कि मलाई हेर्नुहोस्, यत्रो ठुल्ठुलो शिकार गरेको छु मैले, तपाईँ देख्न सक्नुहुन्छ। यो यति जति छ भने यो यति जति छ। भन्नुहोस् अब यो के हो? यो जाली हो, यो माछा मैले मारेँ नि, यो दिनेको शिकार हो है त। अब झोलामा प्याक गर्ने जाने हो। यसलाई यति मात्र मर्छ नि यार। सो त्यही गाइजहरू, भिडियो चाहिँ यति नै हुन्छ। अब योभन्दा धेरै लङ बनाउन सकिन्न, किनभने धेरै भयो भने पनि मजा आउँदैन। एन्ड गाइजहरू, अब के भनेर होइन, टाटा बाई बाई, सी यु अन नेक्स्ट ब्लग है त। अर्को ब्लगमा भेट्नुपर्छ।